सो हेलो गाइस, वेलकम छ आजको भिडियोमा। नमस्ते सबैजनालाई। आज म तपाईँहरूलाई कोरियामा एउटा राजा बस्ने को बस्ने एउटा ठाउँ छ रहेछ। आउँदै गर्नुहोस्, भित्रसम्म म तपाईँहरूलाई हेराउँदैछु। यहाँ ड्रोन लिएर आउन पाउँदैन, चुरोटहरू उतार्न पाउँदैन। यो कपालहरूको लागि पनि राम्रो ठाउँ हो डेटिङको लागि। तपाईँहरू आउन सक्नुहुन्छ। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ मान्छेहरू। म एकचोटि अरू आएको थिएँ। Yeah, I'm blogging. Yeah. Where are you from? I'm from Somalia, brother. Somalia? Yes, brother. Yeah, he's from Somalia. Yeah. Nice to meet you. Nice to meet you, bro. See you again. Okay. So these guys from Somalia. Yeah. Yeah. Nice to meet you. Okay. So let's see. This is the clusters videos. Please come fast. So तपाईँहरूले हेर्न सक्नुहुन्छ कति राम्रो बनाएको रहेछ। पहिला यहाँ अब राजा राजा बस्ने ठाउँ कसको रेस्ट गर्ने ठाउँहरू छ। अब राजा बस्ने को त्यो खै थाहा छैन हामीलाई। त्यस्तै हो। चारैतिर हेरौँ न, चारैतिर हेर्न सक्नुहुन्छ सबै बिल्डिङहरू। यता पनि यता 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 साइडमा सबै यता साइडमा के लेफ्ट। सो दिस इज आई थिङ्क ही इज किङ। यहाँको अब राजा भन्ने मान्छे त्यही हो। तपाईँहरूले हेर्न सक्नुहुन्छ। आउन साथीहरू, यहाँ अब राजा किङ हो कि को। अब त्यहाँ साइडमा अब उसको मन्दिरको भित्रसम्म तपाईँहरूलाई हेराउँछु। क्यामेराम्यान प्लिज कम इन साइड। हेर्न सक्नुहुन्छ। अब त्यो हुन्थ्यो नि पहिला पहिला अब हाम्रो हिन्दू धर्मको रामायणहरू त्यो कृष्णहरूको के भन्छन् अरे महाभारतहरू कृष्णलीलाहरू त्यसमा अब यस्तै राजाहरू बस्थे। राजाहरू बसेर ट्याक त्यस्तै साइड साइडमा उनीहरूको त्यो पालेहरू हुन्थ्यो नि त। सेम त्यस्तै रहेछन्। हेर्नु न, मस्त त्यो धारी लिएर यहाँको राजा हेर्न सक्नुहुन्छ। हाम्रो क्यामेराम्यान साथी यहाँ रहेछन्, भेरी ह्यान्डसम बोय। सो यु क्यान सी द कोरियन गाइज। त्यसलाई फेर्नै पऱ्यो, त्यसमा के छ। ल, दिस वाज फर द भिडियो। ओके, बाई बाई, टेक केयर।